नमस्कार साथीहरू। सौतानी आमाले नाइटो मुनि साइनो लाग्दैन भनेर जबरजस्ती गरेपछि मैले भोगेको काल्पनिक पीडा सुनाउँदै। मेरो नाम राज हो। म अलि बोका टाइपको मान्छे छु। सायद मेरो बाउको जिन्स भएर नि होला। हाम्रो परिवारमा सबैले छिटो बिहे गर्ने चलन नै छ किन होला। मेरो बाउले पनि 15 वर्षकै उमेरमा बिहे गरेका थिए। म र मेरो बाउमा 16 वर्षको अन्तर छ र मेरो हजुरबाउ र बाउमा भने 15 वर्षको अन्तर छ। हाम्रो अचम्मको परिवार छ। हाम्रो परिवारको कुरा गर्ने हो भने सम्भोग हाम्रो लागि धेरै नै आवश्यक कुरा हो। मेरो आमा म 17 वर्षको हुँदाखेरि बित्नुभयो। त्यसको 6 महिना नबित्दै बाउले अर्को बिहे गरे। त्यो कुरा मलाई चित्त बुझेन्तै भएर मैले घर छोडेर मेरो मामा घरको दाइसँग बस्न गए। दाइको दोहोरी साज थियो। घर छोडेर गएपछि दाइलाई दोहोरी साजमा सहयोग गर्थे। दाइले मलाई राम्रो तलब पनि दिनुहुन्थ्यो। त्यसैले मैले एक्लै फ्ल्याट लिएर बसेको थिएँ। एक्लै बस्नुको मुख्य कारण चाहिँ म प्राय जस्तो दोहोरी साजबाट केटी लिएर आउँथे। रातभरि यौन क्रीडा गरेपछि दिउँसोतिर पठाइदिन्थे। यो सिलसिला धेरै नै भइसकेको थियो। मलाई गाउँ जाँदा होस् या काठमाडौँ जहाँ पनि सेक्स चाहिन्थ्यो र म जहाँ पनि म्यानेज गर्थे। एक दिन मेरो बाउको फोन आयो। सायद 5 वर्षपछि नै आएको होला। बाउले भन्यो त घर आइज। मैले सिधै आउँदिन भनिदिए। यत्रो वर्षमा बल्ल याद आयो भनेर फोन राखिदिए। किनकि जुन दिन मेरो आउले अर्को बिहे गर्यो त्यही दिन मेरो लागि बाउ भन्ने मान्छे मेरो लागि कोही थिएन। म बाउलाई मतलब गर्दिन थिएँ। बाउको अहिलेको परिवारमा को छ पनि मलाई थाहा थिएन। बाउलाई डिबी परेछ। त्यसैले अमेरिका जान लगेको रहेछ। त्यसैले उसको घर हेर्दिनको लागि मलाई बोलाएको रहेछ। किनकि हाम्रो काका हजुरबा सबै गाउँमै बस्नुहुन्थ्यो तर बाउ र उसको परिवार चाहिँ काठमाडौँमा नै बस्थे। हेर्दा हेर्दै बाउ जाने दिन पनि आयो तर मैले वास्ता गरिन र म एयरपोर्ट पनि पुर्याउन गइन। कान्छी आमा जसको नाम सुषमा थियो। बाउले उता पुगेर सुषमालाई सोधेछ। छोरो आयो भनेर सुषमाले आएको छैन भनेछ। त्यसपछि बाउले तिमी आफै लिन जाउन भनेर सुषमालाई भन्यो। सुषमा एक दिन मेरो फ्ल्याटमा आयो। म घरमा बसिरहेको थिएँ। सुषमा हेर्दा राम्री अलि मोटी चबी टाइपको, फिगर पनि मिलेको। मैले भित्र आउनु भने अनि ढोका बन्द गरिदिए। त्यहाँ दिउँसो कोही हुँदैन थियो। मैले सोधे बच्चा खोइ त। सुषमाले स्कुलको छुट्टी छ त्यसैले आज मामा घर जान्छु भनेर छोडेर आएको भन्यो। म अलि ज्यापमा नै थिएँ। हिजोकोले अलि छोडेको थिएन। सुषमालाई मैले खाजा चाउचाउ पकाएर खुवाएँ। सुषमाले भनी तिम्रो ड्याडीले तिमी उता हामीसँग आएर बस भन्नु भएको छ। मलाई थाहा छ तर त्यहाँ बस्न मलाई कुनै कारण छैन। मैले सिधै भने। सुषमाले रिक्वेस्ट गरी। उनीहरू आमा छोरी मात्रै छन्। एउटा केटा मान्छे घरमा भयो भने सजिलो हुन्छ। सुषमाको त्यस्तो कुरा सुनेर मेरो दिमागमा नेगेटिभ सोचहरू आउन सुरु गरिसकेको थियो। सुषमाको त्यो भरिलो छाती, पोटिलो ब्याग अनि झन् साडीमा त खतरा माल लागिरहेको थियो। त्यसपछि म सुषमाको नजिकै गएँ अनि उसको साइडमा बसेँ। र मैले म त्यहाँ बस्न आउँदा मलाई के फाइदा हुन्छ र म त्यहाँ आउनु। सुषमाले तिम्रो ड्याडले तिमीलाई पैसा पठाइहाल्नुहुन्छ नि। तर मलाई पैसाको आवश्यक नै छैन मैले भने अनि बिस्तारै सुषमालाई अँगालो हाले। सुषमाले अलि अप्ठ्यारो मान्दै घर जाउन भनी। सुषमाले केही नभनेको देखेर मेरो हिम्मत बढ्यो अनि मैले बिस्तारै उसको छातीतिर हात लगेर मार्न थाले। उसले यो के गरेको, म तिम्रो आमा समान हो। त्यसपछि मैले सुषमाको मुखमा किस गर्दै उसको दुवै हात समातेर ओछ्यानमा लडाएर उसको मुखमा किस गरेको गरे। किनकि मैले मुख छोडेको भए उसले हल्ला गर्न सक्छिन्। बिस्तारै मैले सुषमाको साडी माथितिर तानेर दुधु मार्दै थिएँ। मैले एकछिन पनि उसको ओठ छोडिन। सुषमा छटपटिराकी थिए तर मैले छोडिन। बिस्तारै सुषमाको पेन्टी निकालेर मैले मेरो बक्सर तल सारे अनि मेरो लिङ उसको यौनीमा छिराइहाले। 1 मिनेट भइसकेपछि मैले उसको ओठ छोडे अनि आरामले मचिँदै यौन क्रीडाको आनन्द लिन थाले। सुषमाको आँखामा आँसु थियो तर उसले अब भने मलाई जे गरे नि गरोस् भनेर। चिन्ता लिनु पर्दैन, बाउ पनि त यहाँ छैन भनेर विभिन्न कुराहरू गरेर सम्झाउन खोज्दै थिए। सुषमा भने मलाई यस्तो किन गर्यौ भनेर रुँदै थिए। मलाई फेरि पनि सम्भोग गर्ने इच्छा तीव्र भयो अनि मैले उसको साडी पुरै खोलिदिए। सुषमाले भनी भयो अब नगर। मैले भने केही हुँदैन भनेर ब्लाउज अनि पेटिकोट सबै खोलेर नाङ्गै बनाए।
सुषमा वाह वाह गर्दै रुन थाली। मैले उसको मुखमा किस गर्न सुरु गरे अनि बिस्तारै उसको यौनीमा छिराए। यो पालि हामी दुवै नाङ्गै भएर होला। प्याट प्याट आवाज निकै ठुलो स्वरमा कोठाभरि गुन्जिरहेको थियो। एकछिनमा मैले उसको यौनी भित्र नै झारिदिए अनि एकछिनमा म तरकारी किन्न भनी बाहिर निस्किए। तर सुषमालाई रुममै लक गरिदिए, किनकि सुषमालाई जान दियो भने मलाई बलात्कारको केस पनि लाग्न सक्छ। त्यसैले उसलाई नसम्झाइ जान दिनुहुन्न थियो। बेलुका मैले खाना पकाई, मासु पकाए अनि सुषमालाई खानालाई पेल्टमा पनि हालेर लगिदिए। तर उसले खान मानेन। मैले धेरै सम्झाए, उसले खान मानेन। मैले सुषमालाई बेडबाट उठाए, मेरो अङ्गालोमा बाँधे अनि कुरा गर्न सुरु गरे। किन यति धेरै रोए कि यति धेरै रुन? तिमीलाई जरुरी छैन। मेरो बाउ चाहिँ कहाँको चोखो हो? मेरो आमा बितेको 6 महिनामा नै तिमीलाई बिहे गर्यो। तिमीलाई बिहे गरेपछि पनि अरू केटीलाई हान्न छोडेन। हाम्रो दोहोरी साँझभन्दा पछाडि होटेलमा कति चोटि मैले देखेको छु। मेरो दाइले देखेको छ, नपत्याए म दाइलाई फोन गरेर पनि सोध्न सक्छु। तिमी यति धेरै नरो। म नि बाउ जस्तै हो, सेक्स त मलाई नि चाहिन्छ। अब बाउ अमेरिकामा कति वर्ष बस्छ अनि उसले कसैलाई गर्दैन त? सुषमा, तिमी कुरा बुझ, म तिम्रो छोरा होइन अनि म तिमीलाई आमा पनि मान्दिन। त्यसैले अब धेरै नरो। तिमीले पनि आजसम्म मेरो बाउ र मसँग मात्र सम्भोग गरेको होइनौ होला त? जवानीमा तिम्रो पनि थियो होला नि। त्यसैले त्यस्तो कुरामा धेरै रुनु हुँदैन। बल्ल तल्ल सुषमालाई सम्झाए अनि मैले भने, तिमी चिन्ता नगर, म तिमीसँग सधैँ हुन्छु, चाहे जे होस्। म ग्यारेन्टी भन्न सक्छु, बाउले अमेरिकामा जबसम्म तिमीहरूलाई बोलाउँदैन त्यतिखेरसम्म केटी रखेरै बस्छ। त्यसैले अब यस्तो कुरामा टेन्सन नमान। म भोलिदेखि नै घर आउँछु अनि हामी सँगै बसौला। सुषमा पनि बल्ल बल्ल मानी अनि मैले आफ्नै हातले खाना खुवाए अनि अङ्गालो मारे अनि रुएको अनुहार पनि रुमालले पुछिदिए। त्यो बेला सुषमा पनि मसँग खुलेर कुरा गरी। उसलाई पनि बाउको चर्तिकला थाहा रहेछ। मैले सुषमालाई भने, हेर म तिमी गर्लफ्रेन्ड बनाउँछु, धेरै माया गर्छु भनेर झुटो आश्वासन दिदिन। तर जबसम्म तिमीहरू अमेरिका जाँदैनौ या बाउ नेपाल आउँदैन तबसम्म म तिम्रो बुढा जस्तै बनेर बस्छु। अब तिमी धेरै कुरा नसोच। सुषमाले नि हुन्छ भनी अनि हामी त्यो रात सँगै सुत्यौ। मैले बत्ती निभाए, सुषमा छेउमा सुतिरहेको थिए। मलाई सेक्सको फेरि तलब भयो। मैले सुषमालाई भने, सुषमा अलि यता आउन। सुषमा पनि चुपचाप म भएकोतिर आई। मैले उसको ढाडमा किस गरे। यो पालि उसले कुनै आपत्ति जनाएन। एकछिनमा म पट्टि पर्की अनि मलाई किस गर्न सुरु गरी। सायद सुषमाले पनि अब मलाई स्वीकारी जस्तो छ। मैले सुषमालाई टाइटसँग अङ्गालो मारे अनि सुषमाको ओठबाट ओठ निकाले अनि आजको मेरो नराम्रो बिहेभियरको लागि सरी सुषमा भने। उसले मलाई टाइट हग गरेर फेरि किस गर्न सुरु गरी। अन्धकारमा मैले सुषमाको यौनीमा गएर चुस्न थाले। उसको चित्कार निस्किन सुरु भयो। अलि बिस्तारै। निकै बेर चुसेपछि म सुषमा माथि चढे अनि यौनीको प्वाल निर्लिङ्गले भ्याट भ्याट हान्न थाले अनि बिस्तारै उसको यौनीमा दल्न थाले। उसलाई उत्तेजना चरमसम्म पुर्याइ दिए अनि बल्ल मेरो लिङ्ग उसको यौनीमा छिराए। अब बल्ल उसको आवाज मलाई मन पर्यो। ऊ ऊ ऊ ऊ गर्दै बिस्तारै लयबद्ध आवाज आइरहेको थियो। लगभग आधी घन्टापछि मैले मेरो फुसी सुषमाको यौनीमा नै झारिदिए अनि उसको माथि नै थकाइ मारे। मलाई थाहा भइसकेको थियो कि अब बाउले नबोलाउन जेल सुषमा मेरो नै बुढी हो। सुषमालाई मैले सोधे, तिमीले आज मैले गरेको गल्तीलाई त माफ गर्यौ नि? सुषमा केही बोलिन। म सुषमाकै माथि थिएँ। मैले फेरि भने, प्लिज माफ गरिदेऊ न सुषमा, मेरो बुढी भनेर फेरि पटक पटक किस गरे। बल्ल सुषमाले ओके मैले माफ गरे भनेर भनी अनि मात्र म उसको शरीरबाट झरे अनि मैले भने, आजबाट तिमीसँग मात्र गर्छु जबसम्म तिमीले मलाई छोडेर जाँदैनौ। बिहान 4 बजिसकेछ। सुषमा मेरो अङ्गालोमा टाँसेर सुती। हामी उठ्दा दिउँसोको 1:30 बजिसकेछ। सुषमा उठेर मेरो लागि चिया बनायो। मैले एउटा चुरोट सल्काए अनि चिया र चुरोटको आनन्द लिए।
त्यो दिन हामीले खाना खुवाएमै किनकि खाजा खाने समय भइसकेको थियो। त्यसैले म बाहिर गएर मोमो ल्याएँ अनि सुषमा र म लगभग जसरी खायौँ। सुषमाले माइतीमा फोन गरी आज पनि उसको छोरी नआउने भएपछि म र सुषमा आज घर फर्किने भयौँ। मैले सुषमालाई मेरो बाइकमा हालेर घर लगेँ। 5 वर्षपछि म घर फर्नेको थिएँ। आज झन् मेरो सुषमासँग सुहागरात नै हुन्छ। म एकछिन बाहिर गएर आउँछु भनेर म निस्किन लाग्दा भर्खर आएको फेरि कता जान लागेको भनेर अङ्गालोमा बाँधी मैले भने तिमीलाई एउटा गिफ्ट लिएर आउँछु भनेर ओठमा किस गरेर निस्किया। अनि सेक्सी गाउनहरू अनि नाइटी, स्कर्ट, ब्रा, पेन्टी सबै सेक्सी लुगाहरू लिएर आए। म आउँदा सुषमाले खाना पकाइसकिछे। आज चाहिँ मजाले सुहागरात मनाउनु पर्छ, किनकि भोलिदेखि सुषमाको छोरी नि आउँछ अनि मेरो नि दोहोरी जानुपर्छ नाइटमा। तै भएर सुषमालाई दिउँसो मात्र सम्भोग गर्न पाउँछु। आजको रात निकै लामो हुनेछ। मैले सुषमालाई अहिल्यै गएर यो पेन्टी, ब्रा अनि स्कर्ट लगाएर आऊ भने। सुषमाले खाना खाएर गराउनु हुँदैन भनी मैले जबरजस्ती जाउन प्लिज भने। सुषमा रुममा गई अनि माथि टप अनि स्कर्ट लगाएर म भएको ठाउँमा आई। सुषमा यति सेक्सी देखेकी थिए कि म यहाँ बयान गर्न सक्दिनँ। म त साँच्ची सुषमाको रूपमा पागल नै हुन्छु होला। सुषमाको बुबु भोगटे जत्रो थियो अनि स्कर्टमा त झन् कति सेक्सी देखेकी। मैले आफूलाई थाम्न सकिनँ, सिधै सुषमाको बुबुमा समाते अनि किस गर्दै उसलाई भित्तामा टसाए। म यति पागल भए कि उसको पेन्टी लत्सारेर मैले मेरो लिङ्ग उसको यौनीमा छिराउन सुरु गरेँ। मेरो मुख उसको मुखमा जोडिएको थियो भने मेरो हात उसको चाकको पुट्टा समातिरहेको थियो। एकछिनमा उनी दुवै खुट्टा उठाएर मेरो माथि चढी। मैले नि सुषमालाई बोकेर जोड-जोडले हल्लाउन थाले। यो सब धेरै बेर चल्यो अनि मेरो वीर्य उसको यौनीमा झारिदिए। हामी दुवै थकित भयौँ अनि उसलाई बोकेरै सोफामा आएर बसे। उसले जान खोज्दै थिए तर मैले उसलाई जान दिन। साँच्ची म कति पागल भएछु, उसलाई 1 सेकेन्डसम्म नि छोड्न मन लागेन। मैले आजसम्म धेरै केटीसँग सम्भोग गरिसके तर मलाई आजसम्म यति धेरै मजा कहिल्यै आएको थिएन। मैले आधी घण्टा जति काखमै राखेर किस गर्दै बसे। एकछिनमा हामी दुवैजना बाथरुममा गयौँ र फेरि मैले एकचोटि यौन सम्पर्क गरेँ अनि हामी नुहाएर खाना खान तल झर्यौँ। त्यो दिन हामीले एउटै प्लेटमा खाना खायौँ अनि बेडरुममा छिर्यौँ। पहिलो पटक बाउकै बेडरुममा बाउको बुढीलाई म सुहागरात मनाउँदै थिएँ। सुषमाले मलाई